निकै फुर्तिलाका साथ तपाईँहरू आउनु भएको छ आज सरसफाइ गर्नको लागि गल्ली गल्लीमा कस्तो हुँदैछ यो सरसफाइ अभियान? यो सरसफाइ अभियानको नेतृत्व हाम्रो कुमारी टोल सुधार समिति अध्यक्ष हुनुहुन्छ। यता आउनुहोस्। वीर प्रसाद श्रेष्ठ पौडेल। अहिले म के भन्छु भने अहिले नगरे कहिले गर्ने, हामीले नगरे, हामी युवाहरूले नगरे कसले गर्ने? मूल नारा सहित म यो सडकमा निक्लिएको छु। यो काम भने नितान्त हाम्रो जनप्रतिनिधि वडाको टिमले गर्नुपर्ने हो। हामी अभियन्ता र यो टोल सुधार समिति जोडेर हामी यो काम गरिरहेका छौँ सरसफाइ कार्यक्रम। यो हामी व्यक्तिले भन्दा पनि हामी यो अभियन्ता र अझ यो प्रभावकारी बनाउनलाई टोलबाट घर घरबाट मान्छेहरू घरधनीहरू निक्लिँदा धेरै राम्रो हुन्छ। आफै झाडु कुचु लिएर निस्किनु पऱ्यो अब सबै जनताहरू सबै घरधनीहरू सबै निक्लिनु पऱ्यो। यो त हामीले चाहिँ सुरुवात गऱ्यौँ नि त। हाम्रो काठमाडौँ महानगरपालिकाको नगर नेता बालेन्द्र शाहले सुरुवात गर्नुभएको छ। उहाँकै समन्वयमा अहिले चाहिँ यो वातावरण विभागबाट यो टिम आउनु भएको छ। उहाँहरू दिदीबहिनीहरू उहाँहरू एकदमै बिहान चिसो नभनेको बिहान 6 बजेदेखि मैले देखिरहेको छु निमन्त्रणालाई स्वीकारेर, हाम्रो सरसफाइ निमन्त्रणालाई स्वीकारेर माटोसम्म हेर्नु नेप्सी आएर चाहिँ तपाईँको माथि माथि पत्र टिपेर हिँड्छ, बिस्कुटको खोल टिपेर हिँड्छ। त्यो मलाई प्रभावकारी नदेखेर वातावरण विभागमा नै मैले प्रकाशजीले समन्वय गरेर अहिले माटोसम्म क्यासपिटमा ढलमा पानी नगर जाम भएको माटोसम्म निकालेर एकदमै राम्रो यो चाहिँ चुस्त दुरुस्त भन्छ। हाम्रो मेयर साहबलाई नै यो जान्छ। यो उहाँले चाहिँ गर्नुभएको एकदमै राम्रो हो। है भनिसक्नु भयो अध्यक्षज्यूले। उहाँको काममा यो देशभरिको नेपाली आमा बुवा दाजुभाइ एकदम प्रभावकारी काम देखेर उहाँको काम देखेर एकदम उहाँहरू खुसी र यस्तै उहाँ अर्को कार्यकाल पनि उहाँ नै हुन्थ्यो भन्ने त जनमानसको सुन्नु भयो नि मिडिया मार्फत। त्यो कारणले गर्दा उहाँकै देन देखेर उहाँकै कर्म देखेर हामी लागिरहेछौँ नि। नगरे के नहुने त हेर्नुहोस् त। अहिले मैले भने नि अहिले नगरे कहिले गर्ने, हामी युवाले नगरे कसले गर्ने त? निक्लिनु पऱ्यो नि त। हाम्रो चलन के चाहिँ यो चक्लेट खाने सर्लक भयो फाल्ने यस्तो भाइ बहिनीहरू आउनु भएको छ। उहाँलाई यो जनचेतनामूलक कार्यक्रममा यहाँ हाम्रो ब्राइट लाइन सुरुवात हो नि त। त्यस कारणले सम्पूर्ण टोलवासी सम्पूर्ण अभियन्तालाई सहयोग